राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले सबै नेपालीहरूलाई आआफ्नो क्षेत्रबाट न्याय र समानता सहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। बडा दशैं 2082 को शुभकामना दिँदै राष्ट्रपति पौडेलले बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतः स्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व बढाएको उल्लेख गरे। मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न पनि राष्ट्रपतिले जोड दिएका छन्। साथै तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। बडा दशैंको पावन अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवा पुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन्। साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छिन्। प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुख शान्तिको कामना गरेकी छिन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने शुभकामना व्यक्त गरेका छन्। बडा दशैंको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानून भएकाले संविधान भित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन्। उनले गत भदौ 23 र 24 गते जेएनजी पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद क्षणमा वीर सपूतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। सभापति देउवाले भदौ 24 गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय लगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्ति सँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खरबौंको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन्। संविधान मुलुकको सर्वोच्च कानून भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन्। उनले 7 दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताए। उनले दशैं अन्यायमाथि न्यायको र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताए।